पहिलो इतिहास 2 अध्याय। इस्राएलका सन्तान। इस्राएलका छोराहरू रुबेन, सिमियोन, लेवी, यहुदा, इसाखर, जबुलून, दान, योसेफ, बेन्यामिन, नप्ताली, गाद र आशेर। यहुदाका सन्तान। यहुदाका छोराहरू एर, ओनान र सेलह। यी 3 जनाकी आमा चाहिँ कनानी स्त्री सुआ थिइन्। यहुदाका जेठा छोरा एरले परमप्रभुलाई अप्रसन्न गराइएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो। तब यहुदाकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन्। यहुदाका जम्मा छोराहरू 5 जना भए। फारेसका छोराहरू हेस्रोन र हामुल। जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा। सबै जम्मा 5 जना थिए। कर्मीका छोरा आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इजरायलमाथि कष्ट ल्याए। एतानका छोरा अजर्याह। हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब। हेस्रोनको छोरा राम चाहिँ अम्मीनादाबका पिता थिए। अम्मीनादाब नहसोनका पिता थिए, जो यहुदाका एक अगुवा थिए। नहसोन सल्मोनका पिता थिए र सल्मोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए र ओबेद इशैका पिता थिए। इशै चाहिँ जेठा छोरा एलियाब। माहिला अबिनादाब, साहिला सिमेअ, काहिला नतनेल, अन्तरे राद्दै, जन्तरे ओसेम र कान्छा दाउदका पिता थिए। तिनका बहिनीहरू सरुयाह र अबिगेल थिए। सरुयाहका 3 जना छोराहरू अबिसै, योआब र असाहेल थिए। अबिगेल अमासाकी आमा थिइन्, जसका पिता इस्माइली यतेर थिए। हेस्रोनका छोरा कालेब। हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजुबाबाट र यरिअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यिनै थिए, येसेर, सोबाब र अर्दोन। जब अजुबा मरिन् तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हुरलाई जन्माइन्। हुर चाहिँ उरीका पिता थिए र उरी बजलेलका पिता थिए। पछि जब हेस्रोन 60 वर्ष पुगेका थिए, तब गिलादका पिता माकिरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो र तिनले सगुबलाई जन्माइन्। सगुब याइरका पिता थिए। याइरले गिलादका 23 वटा सहर कब्जा गरे, तर गसुर र अरामले तिनीहरूबाट हब्बात, याइर र केनात, त्यसका बस्तीहरू समेत जम्मा 60 वटा सहर कब्जा गरे। यिनीहरू सबै गिलादका पिता माकिरका सन्तान थिए। हेस्रोन कालेब एप्रातामा मरेपछि हेस्रोनकी पत्नी अबियाले तिनको निम्ति असुहुरलाई जन्माइन्, जो तकोका पिता थिए। हेस्रोनका छोरा यरहमेल। हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू जेठा छोरा राम, बुना, ओरेन, ओसेम र अहियाह। यरहमेलकी अर्की एउटी पत्नी थिइन्, जसको नाउँ अतरा थियो। तिनी चाहिँ ओनामकी आमा थिइन्। यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामिन र एकेर। ओनामका छोराहरू सम्मै र यादा। सम्मैका छोराहरू नादाब र अबिसुर। अबिसुरकी पत्नीको नाउँ अबिहेल थियो, जसले तिनको निम्ति अहबान र मोलिदलाई जन्माइन्। नादाबका छोराहरू सेलेद र अप्पेम। सेलेद निसन्तान भएर मरे। अप्पेमका छोरा इसी, जो सोसानका पिता थिए। सेसान चाहिँ अहिलैका पिता थिए। समयका भाइ यादाका छोराहरू यतेर र जोनाथन। यतेर निसन्तान भएर मरे। जोनाथनका छोराहरू पेलेत र राजा। यरहमेलका सन्तान यिनै थिए। सोसानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्। तिनको यरहा नाउँको एउटा मिस्री दास थियो। यही दास यरहासित सेसानले आफ्नी छोरीलाई विवाह गरिदिए र तिनले त्यसको निम्ति अत्तैलाई जन्माइन्। अत्तै नातानका पिता। नातान जाबादका पिता। जाबाद एपलालका पिता। एपलाल ओबेदका पिता। ओबेद यहुका पिता। यहू अजर्याहका पिता। अजर्याह हेलेसका पिता। हेलेस एलासाका पिता। एलासा सिस्मैका पिता। सिस्मै सल्लुमका पिता। सल्लुम यकम्याहका पिता। यकम्याह एलिसामाका पिता थिए। कालेबका गोत्रहरू।
यरहमेलका भाइ कालेबका छोराहरू, जेठा छोरा मेसा जो जिपका पिता थिए, उनका छोरा मारेसा जो हेब्रोनका पिता थिए। हेब्रोनका छोराहरू कोरह, तप्पुह, रेकेम र सेमा। सेमा चाहिँ रहमका पिता थिए र रहम योरकामका पिता थिए। रेकाम समयका पिता थिए। समयका छोरा माओन थिए र माओन बेथ सरका पिता थिए। कालेबकी उपपत्नी एपा चाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए। यहदैका छोराहरू रेगेम, योताम, गेसान, पलेत, एपा र साप। कालेबकी उपपत्नी माका चाहिँ सेबेर र तिरहानाकी आमा थिइन्। तिनले मदमन्नाका पिता सापलाई अनि मकबेना र गिबियाका पिता सेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्। कालेबका सन्तान यिनै थिए। एप्राताका जेठा छोरा हुरका छोराहरू किरियत यारिमका पिता सोबाल, बेतलेहेमका पिता सल्मा र बेत गादेरका पिता हारेफ। किरियत यारिमका पिता सोबालका सन्तान हारोए मानहतीहरूका आधा र किरियत यारिमका वंशहरू इत्रीहरू, पुथीहरू, सुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एस्तोलीहरूका सन्तान भए। सल्माका सन्तान बेथलेहेम, नतोपातीहरू, अत्रोत, बेत योआब, आधा मानहतीहरू र सोरीहरू अनि याबेसमा बस्ने शास्त्रीका वंशहरू तिरातीहरू, सिम्मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन् जो रेकाबको घरानाका पिता हम्मतबाट आए।